So hello everyone, good morning. Welcome back to my channel after so long. हामी चाहिँ आज चितवन जाँदैछौँ सौरा रोटरा क्लब अफ सिटी इन्टरनेसनल कलेजबाट। आज चाहिँ वैशाखको 25 गते हाम्रो चाहिँ डिस्ट्रिक्ट कन्फरेन्स छ सौरामा चाहिँ, त्यसैको लागि चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ म मेरै घरमा छु, अब साथीहरू चाहिँ आउँदै हुनुहुन्छ बुटुलबाट। सो के कस्तो हुन्छ भ्लगमा हेर्दै जानु होला है त। Hi guys, I am Road Tractor Smita Usa अनि यहाँ चाहिँ मेरो रोड ट्र्याक्टर साथीहरू छन् अनि हामी चाहिँ डिस्ट्रिक्ट इभेन्ट डिस्ट्रिक्ट कन्फरेन्स मनाउन चाहिँ चितवन जान लागेको। अझै हाम्रो दुईजना साथीहरू सुशान्त र आकार चाहिँ उता छन् अनि एलिसा चाहिँ दिउँसो आउँछिन्, सुनल छन्। ल हेलो भन सबजनालाई। सो हामी चाहिँ अहिले बसबाट हिँडिसकेका छौँ। अहिले हामी कहाँ आयौँ अरे? हामी अहिले यो बुद्धवाला मूर्ति यहाँ सुनलबाट अगाडि बढिसक्यौँ। अब 6:15 मा हिँड्ने भनेको 7:15 यस कति भयो अहिले? 7:40 भइसकेछ। 40 भइसक्यो। कति बेला पुग्छौँ? अब गाडी चाहिँ प्याक छ गाइस। अगाडि मान्छे बस्छ त्यो दाइले कस्तो हेर्लै नि आउँदै उता मेरो हेर्लै कुरा नगर्नु। कस्तो लाग्दै सुदीप? फर्स्ट टाइम होइन डिस्ट्रिक्ट इभेन्ट कस्तो लाग्दैछ त? प्रचिकन फर्स्ट टाइम। हाई गाइस। अनिसले कजनालाई फ्ल्याट पार्ने गएर सो हामी चाहिँ अहिले दाउनेको बाटोमा आएका छौँ। यहाँ चाहिँ यसो प्रेसनलाई झरेको छौँ। हाम्रो गाडी यहाँ छ। टुरिस्ट फ्री वाइफाई दर्शन लुम्बिनी। यदि तपाईँ भैरवादेखि नारायणघाटसम्म जाँदै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। सो हामी चाहिँ अहिले दाउने कटेका छौँ र अब यो के भन्छ अरुण खोला हो कि के आउन लागेको नि हङ्सी सिमेन्ट हो क्या। सब धुमहन कोही नाच्ने छैनन्, गफ हान्दैछन्। निन्दा लाग्यो त यसलाई। ओहो ए अनिस के हो? अनिसलाई यहाँ के पेट दुख्यो? सो गाइज हामी अहिले बाटोमा रोकेको छौँ। अहिले चाहिँ हामी सिजी आएको छौँ। टक्क यहाँ सिजी चाहिँ पस्ने चाहिँ अहिले चाहिँ होइन, अहिले त्यहाँ बसबाट झर्दैछौँ। बहिनीहरू छन्, यहाँ भाइ छन्। त्यसपछि हामी नास्ता खानलाई झरेको छौँ। अहिले टाइम भएको छ हाम्रो 9:30 हुन लाग्यो। 9:30 हुन लाग्यो। अब पुग्दाखेरि कति 10:30 हुन्छ होला। विमल दाइ कति बेला पुगिन्छ त हामी? अब यहाँबाट 2 घण्टा पुगिन्छ। 2 घण्टा अझै 2 घण्टामा पुगिन्छ अरे। हेर्दै गर्नु होला अब के नै गर्न सकिन्छ र ढिलो भयो। आज चाहिँ छुट्ने भयो हाम्रो ग्रिटिङ्सहरू। हात्तीले टाउकोमा यस्तो के अरे आशीर्वाद दिने भन्ने थियो, अब भेट्न पाइन्न होला। दुईतिरबाट भ्लग हुँदैछ। अहिले चाहिँ हामी नास्ता खान आएको छौँ। अहिले यिनीहरूले चाहिँ चना अन्डा खाने, चना मात्रै खाने भने भेजहरू छन् यहाँ। एकजना 2जना उता उयो दारीवाला केटा। ल है त आज धेरै पुगिन्छ जस्तो छ। गाइजहरू बाटो हेरेर हिँड हो तिमीहरू। अब सिजीमा आयौँ। अब यहाँ कसरी छ? ल क्रस गरौँ गाइज।
गर्ने हो कोही लायो यार त्यही भएर धेरै उ गर्नुहुन्न है धेरै सङ पार्नुहुन्न मोबाइल राला पाइन्छ ल हामी चाहिँ सिसीभित्र छिरेका छौँ होइन त्यही हो ढिलो भएको बेलामा झन् ढिलो हुने भयो जय हो शङ्कर अहिले चाहिँ सिजीमा उतापट्टि चाहिँ एक्जिट रहन्छ मतलब मेन गेटमा थियो पहिला अहिले चाहिँ यताबाट जानु पर्दो रहेछ हाम्रो विमललाई फेरि दाइ ल चाँडै जाऊँ फोटो हेर्दै ल हिँड्नु अभिसा मोडल वाल्क सो फाइनली हामी चाहिँ चितवन होटलमा आइसकेको छौँ गाइस यसरी भर्खरै अहिले भएको छ 11:30 होटल छ यहाँ होटल जङ्गल भिस्टा टक्क अब रुम खोज्दैछौँ ए यहाँ आँप छ अरे एउटा आँप त्यहाँ अर्को आँप कहाँ गयो अर्को आँप उहाँ कुना भन्नुभयो अर्को यो के आँप रे त्यो पाकेको आँप सुदीप मरासिनी चाहिँ रेडी हुँदै हुनुहुन्छ जुत्ता पुस्दै नम्बर देखिनु भयो क्यामेरामा अनिस कस्तो अजिब ग्रेनी लाइट नपर्छ होला यता हाइलाइट पर्छ नेपाली बाबु विजित नेपाल 2026 ओ शिट उमेर लागिसक्यो बुढो भयो धेरै टाइमको ग्याप पछि बल्ल चाहिँ सबैजना रेडी भएर निस्किँदैछौँ त्यहाँ तल जाने दुईजना गए यहाँ खुसी बहिनी छिन् अनि ढिलो भयो पानी पर्ला चाहिँ गरेछ मौसम पुरा अँध्यारो अन्धकार नेवारी कल्चर अभिसा बहिनी टक्क लाएर अरू बाहुन कल्चर ल है त ए अँ ल सो गाइज हामी चाहिँ अब फाइनली डिस्ट्रिक्ट कन्फरेन्सको चाहिँ भेन्यूमा चाहिँ पुगेका छौँ हामी चाहिँ यस्तो मौसम त चिल छ है मौसम त यस्तो पानी पर्ला चाहिँ गरेछ सबैजना टक्क लाएर भेन्यूमा आइयो रमाइलो छ शीतलै छ यो सौरा सभा हल रेजिस्ट्रेसन चाहिँ भइराखेको छ अहिले टाइम चाहिँ कति भयो 1:30 1:30 हुन लाग्यो यहाँ चाहिँ अनिसको साथी छन् मेरो साथी हो अभिषाको साथी हो को ए अभिषा घरमा मात्र उठे कस्तो फिल भइरहेछ सुशान्तलाई शीतल छ मौसम पानी पर्छ जस्तो छ आज आउटफिट देखाइदिनु आउटफिट अफ द डे यस्तै उडाउने 18 Road Track District Conference powered by Red Bull. सही कार्डहरू लिने कार्यक्रम भइरहेको छ स्क्यानिङ चलिरहेको छ सो हामी चाहिँ अब यो भित्र छिरिसकेका छौँ सभा हलभित्र हाम्रो चाहिँ यहाँ छन् सबै यो कार्ड मिलाउँदैछन् अब हाम्रो चाहिँ यही हो
रोड ट्र्याकको प्रोग्राम हुने डिस्ट्रिक्ट कन्फरेन्स अहिले चाहिँ चौराहा सभा हल। लाइट एकदम लाइट छ हामी चाहिँ सभा हलभित्र हलमा आइसकेका छौँ। कुनै दिन पनि उहाँहरूले सुनाउनु भएन। म यो मञ्चबाट होस्ट क्लब रोटरी क्लब अफ रत्ननगर परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। सँगै यहाँ उपस्थित सम्पूर्ण रोट्र्याक्टर्स सबैलाई म फेरि पनि धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। पक्कै यो कुनै पनि इभेन्ट कुनै पनि कार्यक्रमहरू उपस्थिति बिना खल्लो हुन्छ, त्यो कार्यक्रम सफल मानिँदैन। यो उल्लेखनीय उपस्थितिको लागि पनि हामी रोटरी डिस्ट्रिक्ट परिवारसँगै मेरो व्यक्तिगत तर्फबाट पनि रोजगारी दिने उद्योगमा तिमी लगानी गर भनेर हामीले भन्न सक्यौँ भने मैले धेरै ठाउँमा भन्छु, हामी जस्तो यो पोलिटिक्समा गर्ने मान्छेलाई भाषणमा नबोलाउनुहोस्। अहिले चाहिँ गाइस 4 बजे ठ्याक्कै। अब हाम्रो चाहिँ हाइटीको टाइम हुँदैछ। लास्टै भोक्ला छ, सबैलाई भोक्ला छ। यहाँ लाइन लाग्दैछौँ। यहाँ चाहिँ बुफे सिस्टम भइरहेछ। हामी छौँ मैले हात्ती चोक स्ट्रिट नम्बर त कति थाहा भएन, जलापेनो स्ट्रिट नम्बर 20 रहेछ। रमाइलो भयो। यहाँ कस्तो यो पोखराको भाइ भइरहेछ। अनि लुम्बिनीमा तपाईँहरूलाई योपालि बुटोल बोलाएर हामीले साँच्ची इतिहास रच्छौँ। त्यो इतिहासको साक्षी भन्नलाई तपाईँहरू बुटोल आउनु। रातिको 12 बजे डिएलटिएसको तयारीको मिटिङ हुँदैछ। भोलि प्रेजेन्टेसन देखाउँदै भनिदिन्छु। हामी यो जम्मू टोली दुईटा क्लबको जम्मू टोली, रोटरी क्लब छित इन्टरनेसनल कलेज र रोटरी क्लब तिनीहरूको जम्मू टोली इतिहास रच्नलाई यहाँ तपाईँहरूकोमा स्टेजमा उपस्थित भएको होइन। सो हेलो गाइज, वेलकम ब्याक टु डे 2nd अफ डिस्ट्रिक्ट कन्फरेन्स। अहिले चाहिँ हामी होटलमै छौँ होइन। अब चाहिँ यहाँबाट हामी जिप सफारी जान लाग्छौँ। हाम्रो क्लबबाट चाहिँ म मात्रै छु, अरू चाहिँ आज नजाने भन्दैछन्, थकै मानेछन् गरे। अब म चाहिँ 3 सिटी र तिलोत्तम रूपन दाईहरूको कुन क्लब हुनुहुन्छ दाईहरू, उहाँहरूसँग जान लाएको। सो आउटफिट अफ द डे त्यही हो। त्यहाँबाट चाहिँ जिप त्यहाँ उस दाईहरू चाहिँ तलै हुनुहुन्छ। अब चाहिँ रेडी हुँदैछौँ त्यहाँबाट। म चाहिँ रेडी भइसकेँ। अब तल गएर कति बेला हुन्छ है, 8 बज्न लाग्यो अहिले चाहिँ बिहानको। ल हेर्दै गर्नु होला। सो गाइस, हामी चाहिँ जिप सफारीलाई निस्केको छौँ। दिनौँ सिटीसँग सिटिज लागेर भनेको छौँ। मसँग दिनौँ सिटी सबै दिनौँ सिटी मैले यहाँ ड्राइभर हुनुहुन्छ अगाडि। यो कुन रिभर रे? नारायणी रिभर। उहाँ त आइदिएर हिँडिरहेको नि मान्छेहरू पानी ल्याएर खाइदियो भने। ल यताबाट बर्दियाको भाग आयो, बर्दियाको भाग।
शिवाज हिप्पिज कलोनी अरे र अब भित्र छिर्दैछौँ म कुकुर देखियो बाटोमा गरिँद जस्तै कस्तो लाग्दैछ राजु दाई रमाइलो शान्त वातावरण भोक लागेछ कि नै हामी त 3 बजे खाएको 3 बजी आएको ल यहाँ बिट आयो अब यहाँ फेरि के होइन यहाँ इन्ट्री गर्नुपर्छ कि मैले नि त्यही खोजेको थिएँ केही छ भने जानु होला त्यही भएर मैले त उही गरेर आएको जाम छोडेर कोही झ्यापमा ए होइन यो फरक छ अहिले कहाँ छौँ हामी के एरिया बफरको एरिया त्यसमा नि यसो पार्कको के भूभाग त ओटे हुन्छ मैले चाहिँ किन सोधौँ न त्यही बाघ र भालुलाई लिएर फोटो खिचेको हेलो नमस्ते यस्तो साथीहरू हामीले आज कति धेरै जनावर देख्यौँ जस्तै के देख्यौँ यहाँदेखि के देख्यौँ के देख्यौँ भन न कछुवा देख्यौँ यत्रो बडेमानको त्यसपछि के देख्यौँ यार हरिण देख्यौँ स्पोटेड डियर त्यसपछि चरा त्यही हो धन्यवाद हेर्दै गर्नु होला भ्लग अब भ्लगै हेर्नु चाहिँ अब जनावर त देखिन्न पनि छ जो प्लेनको त्यो मेरो आफ्नो भएपछि चाहिँ म खुसी हुन्छु त्यसपछि मैले त्यसको खडा गरेँ तर पनि तालको माछा कोही गर्न सक्दैन तालको माछा कोही गर्न सक्दैन जाँदै सानो मायामा हुँदैन माया साथै उडायो रेलैले उडायो रेलैले उडायो need you forever and ever I will always be together. Oh, Amira, let's have a love imagination. Let's have a love meditation. Let's have a lasting relation. Oh, I could do it, mystery boy like. As a baby, as a girl, I'm like you. Na 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 na. Working hard, right? Hard work that everyone does. So you need to convert that into working smart. So to work smart, के गर्नु पर्यो त? How many of you all, as a audience भएकोमा, believe in learning from your failures? भन्नु त हात उठाउनुस्. सो हामीले चाहिँ सेकेन्ड डेको भ्लग चाहिँ अहिले धेरै खिच्न पाइएन त्यसो त्यस्तै भयो बाहिर भयो ठिक छ अब भ्लग जति थियो हेर्नु होला आशा छ हजुरहरूलाई राम्रो लाग्छ भ्लग राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला सेयर गर्नु होला र च्यानललाई सब्सक्राइब गर्नु होला थ्याङ्क यू